बाबा हुनुहुन्न घरमा बाबा हुनुहुन्न बित्नु भयो क्या अनि छि अलिअलि चामल उठ्छ भनेर हो क्या भन्नु पनि झोला बोक्ने काम गर्छु अँ, अनि पढ्न जान्छु कि जाँदैनौ छमा पढ्छु छमा पढ्छौ आज बिदा हो के हो जाडो मिना गइ अनि तिमीलाई यो काम गर्न कसले उत्साहित गर्यो कि तिमी आफैले गर्न चाहेको हो कि कसरी बाबा हुनुहुन्न घरमा बाबा हुनुहुन्न बित्नु भयो क्या अनि छि अलिअलि चामल उठ्छ भनेर हो क्या हो बाबा बित्नु भयो कहिले बित्नु भएको 2 वर्ष मिला हो के भएर नि रोग पहिला थियो अनि मम्मीले न के अरे मम्मीले लेखतिर काम गर्न जान्थे अनि पछि फेरि मम्मीको उसमा छ विदेशतिर जाऊ उतैतिर काम गर अनि त्यसपछि उतै सन्चो होला नि रोग तिम्रो भनेर भन्नुभयो थियो अनि पछि त्यस्तो हुन्छ थाहै नै थिएन अनि घर कतिजना छौ तिम्रो दाजुभाइ दिदीबहिनी दाजु एउटा म र रवि अनि 2टा दिदी